नमस्कार। अहिले चाहिँ म हाम्रो बेलाका नगरपालिका वडा नम्बर 6 मा पर्ने यो कुमारे थुम्कामा आएको छु। यहाँ आउँदै गर्दाखेरि चाहिँ मलाई आनन्द मिल्छ हैन, किनभने हेर्नु कति चिसो छ अनि मौसम पनि अलिकति अहिले चाहिँ धुम्मेको भएर क्लियर त्यति साह्रो देखिएको छैन। तर यहाँ आइसकेपछि चाहिँ तलको यो फाटिलो जग्गाहरू सबै देखिन्छ क्या। हाम्रो बेलाका नगरपालिका मात्रै नभएर सप्तकोशीको दृश्य पनि यहाँबाट चाहिँ देख्न सकिन्छ हैन। अहिले चाहिँ यो मौसम खासै राम्रो नभएर हो। अनि म परे प्रकृतिसँग एकदमै रमाउने मान्छे। मलाई डाँडा काँडा हरियालीहरू मनपर्छ हैन। यसको मतलब तपाईँलाई मन पर्दैन भन्न खोजेको होइन, तर मलाई त्यो सहर बजार भन्दा मलाई आफ्नै गाउँ पाखा पखेरा मनपर्छ कि। तर यस्तो ठाउँमा आउँदै गर्दाखेरि मलाई भिडियो बनाउन मन लागिहाल्छ। र यहाँ चाहिँ यो कुमारे थुम्कामा चाहिँ हामी किराँतीहरूको चाहिँ राजा यलम्बरको पनि यहाँनिर चाहिँ हामीले शालिग देख्न सक्छौँ हैन। यो चाहिँ कुमारे थुम्काको स्पेसल ठाउँ नै हो। यसले पनि यसलाई अझ हाम्रो कुमारे थुम्कालाई चिनाएको पनि छ जस्तो मलाई लाग्छ हैन। धेरै पर्यटक स्थलहरू छ क्या हाम्रो बेलाकामा पनि। योभन्दा अझ माथि गयौँ भने सबैजनालाई थाहा पनि होला, हाम्रो बेलाकावासी र अरू पनि साथीहरू जोडिनुहुन्छ। टङ्केला गुफा भन्ने ठाउँ छ हैन। त्यहाँको ऐतिहासिक कुराहरू छ, त्यहाँ सीतारानी भिरहरू छ। त्यसको पनि हामीले आफ्नो ठाउँलाई आफैले प्रचार प्रसार गर्नुपर्छ। जुन जुन ठाउँमा पुग्छौँ त्यो ठाउँहरूको हामीले यसरी नै हो, हामी आफूले पनि खोज्ने, त्यो ठाउँमा पुग्ने हैन। अनि अब सामाजिक सञ्जाल मार्फत नै चाहिँ आफ्नो ठाउँहरूलाई चिनाउने, त्यस्तै गरेर त हो पर्यटकलाई हामीले आन्तरिक पर्यटक या साथै बाह्य पर्यटकलाई चाहिँ हाम्रो ठाउँ हाम्रो पर्यटक स्थलहरूमा चाहिँ भित्राउन सक्छौँ नि त। यो चाहिँ हाम्रो तल हाइवेबाट चाहिँ अन्दाजी करिब चाहिँ यो 16-17 किलोमिटरको मात्रै फरक छ क्या। बाटो चाहिँ अलिकति त्यति धेरै राम्रो पनि होइन, नराम्रो पनि होइन, तर पनि सहज तरिकाले आउन सकिन्छ। तर यसलाई पनि अझै राम्रो बनाउने हो भनेदेखि चाहिँ हाम्रो यो पर्यटकको एउटा गन्तव्यको ठाउँ पनि बन्न सक्छ हाम्रो बेलाका नगरपालिका यो कुमारे थुम्का होइन। अनि मलाई चाहिँ यो ठाउँहरू के जस्तो डाँडा काँडामा आउँदै गर्दाखेरिको त्यो एक खालको आनन्द चाहिँ मलाई एकदमै मिल्छ क्या। त्यो भएकोले गर्दा तपाईँहरूलाई पनि अब गर्मीयाम पनि आउँदैछ होइन, चिसो हावा खान मन छ, स्वच्छ वातावरणमा शान्त भएर बस्न मन छ भनेदेखि चाहिँ यो हाम्रो बेलाका नगरपालिकाको कुमारे थुम्कामा आउन सक्नुहुनेछ। योभन्दा माथि माथि अझै धेरै माथि आज त म जान सकिनँ, त्यो ठाउँहरूमा पनि हामी जान सक्छौँ होइन। त्यहाँ चाहिँ हाइकिङ गर्न जानुपर्ने हुन्छ, हिँड्नुपर्छ होइन, त्यो चाहिँ हाम्रो एक्सर्साइज पनि हुन्छ। त्यस्तो ठाउँहरू छ क्या हाम्रो बेलाका नगरपालिकामा पनि होइन। त्यो सबैजना साथीहरू अनि हाम्रो अब जो नयाँ भिडियोमा जोडिनु हुने सबैजनाहरूलाई चाहिँ हामी चाहिँ हाम्रो बेलाका नगरपालिकाको यो कुमारे थुम्काबाट चाहिँ मैले यहाँ सम्पूर्णलाई चाहिँ धेरै धेरै सम्झन चाहन्छु।